रोटरी इन्टरनेसनलको 127औं जन्म दिवसको उपलक्ष्यमा यस मन्दिरलाई साथी राखी यस 127 जन्म दिवस स्थापना दिवसको पावन अवसरमा हामीले प्रतिबद्ध पाएका छौँ। म यस कार्यक्रमलाई सम्पूर्ण साधारण आरती सेवा समितिको अध्यक्षज्यू आदरणीय गुरुज्यूहरू सम्पूर्णलाई म हार्दिक नमन गर्दछु। रोटी एउटा संस्था नभई यो एउटा मानवीय सेवाको अभियान हो। विश्वभरिले 150 यो संसारिक सार्वजनिक सामाजिक सेवा यसको मोटो सर्भिस एडभोकेट रिस्पोन्स आफूले काम गर्ने त्यसको प्रतिफल आशा नगर्ने भनेर खुलेको संस्था हो। त्यो अनुसार हामीले यो कार्यक्रम छिटै नै गर्न गइरहेका छौँ। हामी समय साथै छोटो यो समिति गुरुहरूले हामीलाई साथै छोटो समय दिएर हामीले यो समय बुक गरेका थियौँ। अब हामी छिटै नै यस कार्यक्रम सुरु गर्न गएका छौँ। त्यसभन्दा अगाडि म सम्पूर्णलाई म वेलकम गर्दै यस रोटरी क्लबका सम्पूर्ण साथीहरू, क्लियर रोटेड एडी साहेबहरू, सम्पूर्ण क्लबका प्रेसिडेन्ट साथीहरू अगाडिको रोमा यसा स्थानमा गइदिनु हुनको लागि म हार्दिक गर्दछु। भने अन्य यहाँ पोखरामा पाल्नु भएका आदरणीय श्रद्धालु भक्तजन महानुभावहरू पनि यस्ता स्थानमा रहेर के हो त रोटी के काम गर्छ भन्ने विषयमा हाम्रो हेल्थ गर्नुहुन्छ। मलाई यो माइक्रोफोन गर्दै अब रोटीको विषयमा सम्पूर्ण जानकारी राखिदिनु हुनका लागि म रोटी तलब अफ पोखराका पहिलोको पोखराको We are now celebrating 128 years of Roti establishment. देख्नु भने यो रोटी हो। रोटी भनेपछि यो आजभन्दा एक भने चारजना विचार मिल्ने साथीहरू 1905मा खुलेको अर्गनाइजेसन हो। आज यो एउटा बिजनेस कन्फरेन्स लिडर्सहरू एउटा सेवा अर्गनाइजेसनको रूपमा स्थापित छ। र आज हामी તમને બરોબર દેખાય રે પણ આમેનો કેમેરો દેખાય રે આમેનો શું કામનું હામે વાળો ખબર અરે હામેનો કેમેરો નથી બતાવતો હામે નથી તો હામેનો કેમેરો ભાઈ હા ઓલામાં થયો ને એટલે નહીં થાય त्यो श्रृङ्खलामा आज हामीले गरेका छौँ। त्यो हिसाबले यहाँको लागि रोटीको यो हाम्रो रोटीले रोटीको जन्म दिवस अब यो रोटीको तर्फबाट आइको चाहिँ हाम्रो सबैलाई thank you everybody. Roti is found more than 180 countries. So Rotary, we serve and we serve to humanitarian service. I think most of you have heard about the polio plus. We have more than 160 clubs. So more than we have tried. So grateful to all the listeners who have come from India and Africa of this Rotary Day. We will take part in the Arati. So this is one of the religious ceremony also. So on behalf of the Rotary Club District Governor,
कि संसारमा भएका सबै हाम्रा इष्टमित्र हुन्, कुटुम्ब हुन्, आफन्त हुन्, यहाँ कसैलाई गराइदिनु हुनको लागि श्रद्धेय गुरुज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्दछु। यहाँहरू धैर्य गरेर गराइदिनु होला। जय कालगराईमा। धेरै धेरै धन्यवाद छ आदरणीय समितिका ओंकारं बिंदु संयुक्तं नित्यं ध्यायन्ति योगिनः कामदं मोक्षदं चैव ओंकाराय नमो नमः। या कालगराई आरती यो दिव्य प्राङ्गणमा आरती सेवा समितिको तर्फबाट म आफ्नो व्यक्तिगत तर्फबाट हजुरलाई स्वागत गर्दछु, अभिवादन गर्दछु। अब केही क्षणमा दिव्य महाआरती सुरु हुन गइरहेको छ। यस्तो कार्यक्रमहरू गर्नुहुन्थ्यो, विभिन्न ठाउँमा गएर त्यहाँ क्यान्डल जलाएर दीप जलाएर आफ्नो स्थापना दिवस मनाउनुहुन्थ्यो भने यत्रो महाआरती हुँदैछ भगवती माता बाराइदिनको यो दिव्य प्राङ्गणमा। यहाँ विभिन्न देश विदेशदेखि यो दिव्य आरतीका दीपहरू प्रज्वलन गर्न आउनुहुन्छ। हामी पनि योचोटि भगवती माता बाराई देवीको महाआरतीका दीपहरू प्रज्वलित गर्दै भगवतीलाई सबै विश्व कल्याणको निमित्त आज हाम्रो 121औं स्थापना दिवस माता बाराई देवीको प्राङ्गणमा गएर मनाउँ भनेर 11वटा क्लबबाट सबै संयुक्त भएर आउनुभएको छ। सर्वप्रथम त रोटरी क्लब पोखरामा हुनुभएका सम्पूर्ण क्लबबाट आउनुभएका सम्पूर्ण आदरणीय भक्तजन तथा विभिन्न पदमा रहनुभएका सबैलाई म आफ्नो ठाउँमा आसन गर्न गर्न म हार्दिक अनुरोध गर्दछु। र उहाँहरूले माता बाराइदेवीको दिव्य आरती यो सेवाको निमित्त 8005 रुपियाँ दान भेटी अर्पण गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ उहाँलाई। 8005 रुपियाँ भगवतीको दिव्य आरती आफ्नो स्थापना दिवसको दिनमा आएर दान भेटी अर्पण गर्नुभएको छ। रोटरी क्लब पोखरालाई सम्पूर्ण क्लबलाई माता बाराई देवी, भगवान आरती देव, बाबा पशुपतिनाथ, बाबा मुक्तिनाथले रक्षा गरून्, उहाँहरूका मनोकामना पूर्ण होस्। यिनको यो महाआरतीको प्रभावले गर्दाखेरि हजुरहरूको क्लब सधैँ उन्नति प्रगति भएर जाओस् भन्ने म विशेष कामना प्रार्थना गर्दै पुनश्च रोटरी क्लब पोखरा नेपाल 11वटा क्लबलाई म धेरै धेरै सम्मान भगवतीको कृपा रहोस् भनी म आशीर्वाद प्रदान गर्दै धेरै धेरै धन्यवाद प्रदान गर्दछु। जय होस्। सविनाश श्रेष्ठ तथा सम्पूर्ण श्रेष्ठ परिवारलाई माता बाराई देवीले रक्षा गरून्, उहाँका मनोकामना पुरा होस्, उहाँको जय जय होस्, कल्याण होस् भनी म माता बाराई देवीसँग कामना गर्दछु। यहाँ लाग्ने घिउ कपुर धूपपातीको लागि भनेर समितिले न्यूनतम शुल्क राखेको छ 1100 रुपियाँ। 1100 रुपियाँ दान भेटी सबैजना अन्तिमसम्म रहनु होला भन्ने कारण त्यही हो। र यहाँ बस्नु होला, यहाँ बस्दा दान दिनुपर्छ या पैसा चढाउनुपर्छ भन्ने छैन। सबैजना बसेर महाआरतीको दर्शन गर्नु। श्री सुभाष सिक्देलज्यूलाई अगाडि आएर आज अतिथिको आसन ग्रहण गर्ने म हार्दिक अनुरोध गर्दछु। श्री सुभाष सिक्देलज्यू अगाडि आएर कुर्सी लगाएर अतिथिको रूपमा आसन ग्रहण गर्ने म हार्दिक अनुरोध गर्दछु। त्यसै आसन ग्रहण गर्ने म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी रमाकान्त बराज्यू समितिका अध्यक्ष आदरणीय श्री जुना अधिकारीलाई सम्मान छ। कार्यक्रम सम्मान गर्ने सबैजना आनन्दित होला। तपाईँ सबैलाई सम्मान छ। माता बाराई बाबा पशुपतिनाथ, बाबा मुक्तिनाथले रक्षा गर्दै यो दिव्य कार्यलाई माता बाराई देवीको सेवा आराधनालाई आफ्नो छोराको जन्मदिवस आएर माताको कुर्सीमा आसन गरेर म हार्दिक अनुरोध गर्दछु। आदरणीय श्रीमान पौडेलज्यू श्रेष्ठ त्यसै गरी बाँधेको क्रममा बबिता थापालाई म स्वागत गरिदिन म हार्दिक अनुरोध गर्छु। ताली बजाएर सम्मान गरिदिनु होला है। असिस्टेन्ट गभर्नर हुनुहुन्छ रमाकान्त बराज्यूलाई स्वागत सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रेसिडेन्ट ओम कुमार श्रेष्ठज्यू उहाँलाई स्वागत सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कमला गिरिज्यू प्रेसिडेन्ट हुनुहुन्छ कमला गिरिज्यू उहाँलाई स्वागत सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रेसिडेन्ट विजया
उहाँलाई नवीन बरालजी हुनुहुन्छ, उहाँलाई स्वागत तथा सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रेसिडेन्ट उपेन्द्र पौडेलजी हुनुहुन्छ, उपेन्द्र पौडेलज्यूलाई स्वागत सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रेसिडेन्ट देवी बास्ताकोटीज्यूलाई स्वागत सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रेसिडेन्ट भोजराज पाण्डेज्यूलाई स्वागत सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु, भोजराज पाण्डेज्यूलाई। त्यसै गरी प्रेसिडेन्ट नवराज आचार्यज्यूलाई स्वागत सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रेसिडेन्ट राजेन्द्र लिगलज्यूलाई स्वागत सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सम्मानका क्रममा प्रेसिडेन्ट सहिन्द्र श्रेष्ठज्यूलाई स्वागत सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी संयोजक वृन्द राम विक्रम अधिकारीलाई स्वागत सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। र सबैलाई सम्मान स्वागत माता बारादेवी दिव्य महाआरती प्राङ्गणमा राष्ट्रिय पाण्डुमा संस्थाको नाम राष्ट्रिय पाण्डुमा। त्यसै गरी हामी बिचमा गुरुदेवलाई स्वागत सम्मान तालीले सम्मान गरिदिनु म सबैलाई अनुरोध गर्दछु। र अब माता बारादेवीको दिव्य आरतीको कार्यक्रम हामी चाँडोभन्दा चाँडो अगाडि बढाउँछौँ। त्यो भने अतिथिको रूपमा आसन गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। अगाडि आएर अतिथिको रूपमा आसन गरिदिनुहोला र आदरणीय श्री जुना अधिकारी छु। त्यसै गरी साथमा विपिन पौडेलजी हुनुहुन्छ, विपिन पौडेलज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणका क्रममा वडा सदस्य हुनुहुन्छ पोखरा छ मैदान वडा सदस्य पवित्र थापाज्यूलाई आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी शोभा जलारे पोखरा छ तालीले सम्मान गरौँ। दाइलाई उहाँका सम्पूर्ण परिवारलाई माता बारादेवीले रक्षा गरून्। उहाँका नमस्कार शान्त होस् परिवार। आरतीको कार्यक्रममा हामी चाँडोभन्दा चाँडो अगाडि बढाउँदै दुईटा शब्दहरू हामी बिचमा राखिदिनु न। यो माइक्रोफोनको हस्तान्तरण गर्दछु। हामीसँग छोटो समय छ, त्यसर्थ समयको ख्याल गर्दै महाआरतीको कार्यक्रम पनि हामीले अगाडि बढाउनु पर्ने हुन्छ। रोटरी क्लब पोखराद्वारा आयोजित अध्यक्ष उहाँलाई पनि यस मञ्चमा हामी आशीर्वाद गराउन गइरहेका छौँ। अध्यक्षज्यूलाई अनुरोध गर्दछु उहाँको सहयोग रकम 100,000 उहाँले पनि यस क्षेत्रको माता तालबाराई भगवती बाराई घाटदेखि हलनचोकसम्म उहाँकै सक्रियतामा व्हिलचेयर र गेटहरू व्हिलचेयर गेट मैत्री बनाइएको संस्थाद्वारा हामी अवगत गराउन चाहन्छौँ। यस्तै सहयोगी मनका धनीहरू सन्ध्या आरतीमा यो पूजन कार्यमा सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो सचिवालयको टेबलमा आई आफ्नो नाम समावेश गराउन सक्नुहुनेछ। प्रज्वलन गरी बत्ती बालेर पूजन कार्य गरेर हाम्रो हिन्दू संस्कार अनुसार गर्न सक्नुहुनेछ। आफ्नो आफन्तहरूको विवाह वर्षगाँठको उपलक्ष्यमा हाम्रो यसमाझ आएर हजुरहरूले पनि पूजन कार्य गरी दीप प्रज्वलन गर्न सक्नुहुनेछ। हाम्रा गुरुवर मदन अगाडि लिएर पूजन गराइरहनु भएको छ, सङ्कल्प भइरहेको छ र अझै पनि थोरै समय छ। कोही कर्ता बन्न चाहनुहुन्छ भने आउनुहोला। अब कर्ता पूजन पश्चात हामी चाँडोभन्दा चाँडो महाआरतीलाई अगाडि बढाउनेछौँ र आफ्ना छोटो समय हुँदा आफ्ना केही ढाका बहादुर थापाज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै हजुरहरू समक्षमा एकैछिन बिदा हुन्छौँ। हस्त मङ्गलम जय माता बाराई। धन्यवाद सच्चिदानन्द रूपाय विश्वपताय देशवे तापत्रय विरूपको अच्युतम केशव माधवम सबै नामका भगवानलाई पूजा अर्चना गर्दै सुरु गरिदिएको आरतीमा यहाँ ईश्वरीय ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयबाट आउनुभएको छ। हमारा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय से आए हुए सकल परिवार को यार स्थल में हार्दिक
स्वागत है। नेपाल में पोखरा में हार्दिक स्वागत है। आपका बसाई सुंदर हो, सहज हो, सरल हो, अविस्मरणीय हो। आरती देखने के लिए हार्दिक हार्दिक स्वागत करता हूँ। यहाँ यूनिक गर्बुजा स्वर्गीय हजुरआमा 9 बजे युवराज वास्तवमा पोखरा फुलबारीबाट आएर 555 अर्पण गर्नुभएको छ। महाआरतीका शक्तिले युवराज वास्तवलाई जिउँ र सकल परिवारको कल्याण हो, सुख शान्ति समृद्धि होस्। माता तालबाई देवीले, मुक्तिनाथ भगवानले, पशुपतिनाथ शिवले आशीर्वाद दिउन्, पितृले आशीर्वाद दिउन् भन्ने कामना गर्दै आजको आरती सुरु हुँदैछ। यसको गरिमा, यसको अर्थ, यसको महत्त्व बुझ्नुभएको छ। यहाँ पनि आउँदा हो देवता खुसी भएर हृदय यहाँ पान सुवा गुरुज्यू र सकल परिवारको कल्याण हो, सुख शान्ति समृद्धि हो। राजीका पुण्य म्याग्दीबाट आएर रु 500 आशीर्वाद दिउने प्रभु भन्ने कामनाका साथ आजको आरती सुरु हुँदैछ। राजीका पुण्यज्यू आफ्नो रसिद लैजान हुन अनुरोध गर्दछु। छत्र माया राई इटहरी 11बाट आएर 505 अर्पण गर्नुभएको छ। इटहरी त्यति टाढा असाध्यै पवित्र नदी पशुपतिनाथ शिवले, पारू भाइले, सबै देवी देवताले आशीर्वाद दिउन्, पितृहरूले आशीर्वाद दिउन् भन्ने कामना गर्दै आजको आरती सुरु हुँदै आकर्षण हुन्छ। बस्नुहोला धैर्यगतिलाई पार्टीबाट बन्धवासीले अष्टमातृका नवदुर्गाका आकांक्षी अथवा उम्मेदवारको गरी चुक्क कसैलाई नाम प्रचार चिन्नु भएको छ, पहिचान गर्नुभएको छ। सङ्गीतको तालमा लयबद्ध यो आरती, यो गङ्गा आरती, यो महाआरती, यो शिवजी आरती, यो अनुपम आरती, यो भव्य आरती सुरु हुँदैछ। यहाँ अन्तिम समयसम्म बसेर टीका प्रसाद र आशीर्वाद लिएर जानुहोला। यहाँ बालिएका पुण्यहरू तापेर जानुहोला। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। श्री तालबाराई नित्य दैनिक सन्ध्या आरती केही क्षणमा प्रारम्भ हुन गइरहेको छ। आउनुहोस् केही क्षण हामी 2 मिनट हरिनाम सङ्कीर्तन गर्नेछौँ। कृपया सबै भक्तजनहरूले प्रेम भावका साथ, जोरदार तालीका साथ यस कीर्तनमा साथ दिनुहुनेछ भन्ने आशा छ। अच्युतं केशवं रामनारायणं, अच्युतं केशवं रामनारायणं, अच्युतं केशवं रामनारायणं, अच्युतं बोलो हरि गोपाल बोलो, गोविन्द बोलो हरि गोपाल बोलो, गोविन्द बोलो हरि गोपाल बोलो, राधा रमण हरि गोविन्द बोलो, राधा रमण हरि गोविन्द बोलो, गोविन्द बोलो हरि गोपाल 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 बोलो, गोविन्द हरि गोविन्द बोलो, कृष्ण
बोलिए श्री वृंदावन बिहारी लाल को सर्वभूतेषु शांति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। गजाननं भूतगणादिसेवितं कपीध्वजम्बो फलचारुभक्षणम् उमासुतं नमामि विघ्नेश्वरपादपङ्कजम्। अखण्डमण्डलाकारम् व्याप्तं येन चराचरम् तत्पदं दर्शितं तस्मै श्री गुरवे नमः। देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातः जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वम् त्वमीश्वरी देवी चराचरस्य।
दुर्गतिनाशिनी जननी दुर्गतिनाशिनी जननी हे अम्बे जननी दुर्गतिनाशिनी जननी हे मिहो जगदम्बे ओम जय दुर्गे अम्बे गर्छन् ध्यान सबै अम्बे गर्छन् ध्यान सबै दुखदारी देवी नासी दुखदारी कष्ट सबै ओम जय दुर्गे अम्बे दियो अम्बे जब जब त्रास दियो महाकाली दुर्गा भई महाकाली दुर्गा भई दानव नाश कर्यो ओम जय दुर्गे अम्बे बीज संहारिणी काली कराली तिमी अम्बे काली कराली तिमी चंड विनाशिनी चंडी चंड विनाशिनी चंडी आदि शक्ति तिमी ओम जय दुर्गे अम्बे तिमी भाती तिमी सुंदर रमणी अम्बे तिमी सुंदर रमणी तिमी बिना जगत अधूरो तिमी बिना जगत अधूरो ममतामयी जननी दुर्गे अम्बे सोरी बस्ता गुहे सोरी छिन्न मस्ता जय दुर्गे अम्बे तिमी नै कृष्ण की राधा तिमी गौरी शिव की अम्बे तिमी गौरी शिव की तिमी लक्ष्मी विष्णु की तिमी लक्ष्मी विष्णु की तिमी जननी सबकी ओम जय दुर्गे अम्बे नमः शिवाय जटाटवी कलज्ज्वला भुजङ्गतुङ्गमालिका चकार
ताण्डवं तनोतु पुनः शिवः शिवम् पादिपर्थले देवलं विलम्बिताम्बुजङ्गतुङ्गमालिका शिव शिवम् चन्द्रशेखरे दशीपते क्षणं मम नंदिनी विलास बंधु बंधुरज पुरस्ति गंधपुंसरी प्रमोद मानसे पाकटाक्ष जोड़े सतन खरापन सिद्धि गंबरे जगदम्बा माता को, श्री कालिका देवी को, श्री केदारेश्वर महादेव को, श्री गुप्तेश्वर श्री पाटीभरा माता को, श्री पंचासे धाम को, मर्यादा पुरुषोत्तम श्री रामचंद्र भगवान को, श्री कृष्णचंद्र भगवान को, बाबा श्री पशुपतिनाथ भगवान को, श्री नेपाल माँ को, नमः महादेव, हर हर भारतबाट आउनुभएका ब्रह्मकुमारी विश्वविद्यालयबाट आउनुभएका पाहुनालाई हार्दिक स्वागत छ। धेरै भक्तहरूले
अहिले भर्खरै आएर दान दिनु हार्दिक शक्तिले मृत्युदेवी लामिछाने जो र त्यस्तै गरेर यहाँ टिकाराम भण्डारी सपरिवार पोखरा 2 के लामो छ टिकाराम भण्डारीको अर्पण गर्नुभएको छ हार्दिक शक्तिले टिकाराम भगवानले आशीर्वाद दिउन् भन्ने कामना गर्छौँ स्वागत छ यहाँहरूलाई यहाँ युवराज बास्तोला पोखरा फुलबारीबाट आउनुभयो